नमस्कार। म आज शाखा अधिकृत तयारीको सम्बन्धमा चाहिँ केही कुराहरू अनुभव सेयर अनि कसरी गर्ने के रहेछ शाखा अधिकृतको विषय भन्ने बारेमा चाहिँ आफ्नो अनुभवहरू सेयर गर्न गइरहेको छु। अब यो हाम्रो शाखा अधिकृत चाहिँ जब हामी ब्याचलर्स डिग्री चाहिँ हासिल गर्छौँ भनेको चाहिँ ब्याचलर क्वालिफिकेसन हुन्छ। सो रूप चाहिँ शाखा अधिकृतको रूपमा चाहिँ सङ्घीय लोकसेवा आयोगले चाहिँ हरेक वर्षको मङ्सिर अन्तिम बुधबार चाहिँ विज्ञापन प्रकाशन गर्ने गर्दछ। सो सम्बन्धमा चाहिँ विगतको अनुभव अनि विगत अनुसार नै उसको कार्यतालिका अनुसार नै के गर्छ विज्ञापन आह्वान गर्दछ। अब यो हाम्रो शाखा अधिकृत तयारीको सन्दर्भमा विभिन्न आरोह अवरोह अनि कुन लेभल कति लेभलको चाहिँ पढ्नुपर्ने कुन विषयहरूको बारेमा चाहिँ अध्ययन गर्नुपर्ने रहेछ भन्ने विषयमा चाहिँ म भन्न गइरहेको छु। जब हामी शाखा अधिकृतको तयारी गर्ने भनेर चाहिँ एउटा माइन्ड सेटअप गरेर चाहिँ शाखा लोकसेवा आयोगको फर्महरू भर्छौँ अथवा चाहिँ सो अनुरूप चाहिँ हामीले ब्याचलर डिग्रीपछि आफ्नो डिसिजनलाई चाहिँ लिन्छौँ। सो अनुरूप चाहिँ हामीले विभिन्न कुराहरू आखिर जीवन भनेको नि सिकाइ हो। सिकाइमा चाहिँ एकैचोटि शाखा अधिकृत हुँदैमा चाहिँ उसले चाहिँ सफलता प्राप्त गर्यो भन्न चाहिँ मिल्दैन। उसलाई शाखा अधिकृत तयारीको सिलसिलामा उसले गरेको सङ्घर्ष त्याग समर्पण लगायत उसको अनुभवलेबाट नै उसले जीवनलाई चाहिँ जति चाहिँ हामीहरू अनुभव गर्छौँ दुःख पीडाहरू चाहिँ हाम्रो जीवनमा आउँछ त्यो चाहिँ हामीलाई निखारता ल्याउँछ जिन्दगीमा चाहिँ केले भन्दा अनुभव नै सिकाइ हो। त्यसैले चाहिँ हामी एकैचोटिमा शाखा अधिकृत हुँदैमा सफल हुने र 2-4 वर्ष पछाडि शाखा अधिकृत हुँदैमा चाहिँ ऊ असफल भएको भन्ने चाहिँ हुँदैन। यद्यपि चाहिँ शाखा अधिकृत भनेको चाहिँ निश्चित सिलेबस हुन्छ, निश्चित डिजाइन हुन्छ अनि सो अनुरूप चाहिँ उसको कार्यपद्धति उसको त्यो क्यापेबिलिटी हुनु पऱ्यो कि शाखा अधिकृतमा चाहिँ रमाउन सक्छु भनेर चाहिँ ऊ शाखा अधिकृत तयारी प्रवेश गरेको छ कि यदि उसले चाहिँ शाखा अधिकृत हुँदैमा चाहिँ पैसा कमाइन्छ अनि केही छुट्टै छ भन्ने उसलाई चाहिँ भ्रम सिर्जना अथवा चाहिँ छुट्टै गलत बुझाइको कारणले त्यो मान्छे चाहिँ सेवा प्रवेश गर्दैछ भने चाहिँ त्यसले चाहिँ जीवनमा चाहिँ कुनै किसिमको सन्तुष्टि अथवा चाहिँ कुनै पनि किसिमको सेटिस्फ्याक्सन पाउँदैन। शाखा अधिकृत भन्ने व्यक्तिमा चाहिँ कस्तो गुण हुनु पऱ्यो भन्दाखेरि चाहिँ म चाहिँ मिनिमम नेपाल जीवनयापन गर्न चाहन्छु, मेरो लागि चाहिँ नेपाल सरकारले दिएको तलब नै पर्याप्त छ भनेको सामान्य जीवनयापन गर्नलाई पर्याप्त छ, औषधि उपचार लगायतका सेवा सुविधा नेपाल सरकारले प्रोभाइड गरिरहेछ। सो अनुरूप चाहिँ सेवा लिन्छु र म यो नेपालको सार्वजनिक प्रशासनमा जुनसुकै क्षेत्रमा गएर पनि रमाउन सक्छु। चाहे मलाई डोल्पा सिफारिस गरोस्, चाहे मलाई काठमाडौँको सिंहदरबार सिफारिस गरोस्, मलाई कुनै पनि कुराले प्रभाव पर्दैन। म जुनसुकै सेवामा पनि सेवा गर्ने तल्लीन भएर चाहिँ सेवामा खट्छु भन्ने चाहिँ उसको अन्तर्महनदेखि अथवा चाहिँ उसको बुझाइअनुसार चाहिँ तयारी गर्यो। सो अनुरूप सिफारिस भयो भने चाहिँ उसले चाहिँ जीवनमा चाहिँ त्यो ऊबाट चाहिँ सिफारिस लिन सक्छ। यद्यपि चाहिँ अहिलेको चुनौतीहरू चाहिँ नेपालको सार्वजनिक प्रशासनमा यति धेरै चुनौती छ, एकदम विरोधी एकदम चाहिँ हाम्रो जतापट्टि आलोचना भएको छ। त्यो सम्बन्धमा चाहिँ अब शाखा अधिकृत हुनुपर्छ भन्ने मैले तपाईँहरूलाई यो पहिले धारणा। यदि तपाईँहरूसँग चाहिँ छुट्टै ड्रिम छ अथवा चाहिँ छुट्टै आर्थिक लाभ लिउने, आर्थिक पुँजी हासिल गर्ने अथवा चाहिँ छुट्टै जीवनशैलीको हासिल गर्ने अथवा चाहिँ तपाईँ चाहिँ एकदम जनताहरूमा प्रति चाहिँ भिजेर काम नगर्न सक्ने प्रवृत्ति छ अथवा चाहिँ उनीहरूलाई चाहिँ तपाईँ ग्राउन्ड लेभलमा बसेर चाहिँ काम गर्न सक्नुहुन्न भने तपाईँको लागि यो शाखा अधिकृत तयारी भन्दा चाहिँ अन्य विकल्पहरू छनौट गर्दा तपाईँहरूलाई उत्तम हुन्छ। यसले के सिकाउँछ भन्दाखेरि चाहिँ हाम्रो शाखा अधिकृत भन्नुको चाहिँ एउटा चाहिँ डिसिजन मेकिङको चाहिँ तल्लो लेभल हो। यसदेखि चाहिँ हाम्रो मुख्य सचिवसम्म जाने बाटाहरू चाहिँ खुला हुन्छन्। शाखा अधिकृतको तयारी गर्दैमा चाहिँ शाखा अधिकृत हुनु भनेको चाहिँ एउटा चाहिँ लेभलमा आउनु भनेको चाहिँ हाम्रो मुख्य सचिवसम्म पुग्नको लागि चाहिँ विभिन्न बोर्डहरू हुने गर्छ। त्यसलाई चाहिँ क्यान्डिडेट राम्रै मानिन्छ भनेको चाहिँ सरकारको नीति नियम अथवा चाहिँ उसको चाहिँ आधिकारिक रातो पेनले हस्ताक्षर गर्ने भन्छ नेपालीमा, सो अनुरूप हुने हुन्छ। अब यो शाखा अधिकृत यति छ भने चाहिँ तपाईँहरूलाई हाम्रो सार्वजनिक प्रशासनमा आउन म अनुरोध गर्छु। डेडिकेसन आउनुहोस्, सेवा गर्नलाई तल्लीन हुनुहोस्, सरकारले दिएको एक पैसाभन्दा अर्को कुनै आशा विलास नगर्नुहोस्, यति धेरै पैसा कमाउँछु भनेर नि अपेक्षा नराख्नुहोस्। अनि सार्वजनिक प्रशासनमा नागरिकहरूसँग भिजेर काम गर्छु, नागरिकहरू ओनरसिप लिन्छु अनि नागरिकहरूको चाहिँ सेवामा चलिरहन्छु भन्ने तपाईँहरूको अन्तर्मनदेखि भित्र छ भने आउनुहोस्। नत्र सेवाको लागि जागिरको लागि मात्रै यो लोकसेवाको
लागि चाहिँ तपाईँहरूलाई योभन्दा चाहिँ निजी क्षेत्रहरूले नि विभिन्न विकास गरेका छन्। उनीहरूले नि छुट्टै चाहिँ सेवा सुविधाहरू सरकारी क्षेत्रले भन्दा चाहिँ बढी दिनुभएकोले चाहिँ उतातिर पनि राम्रै छ। अनि तपाईँहरूको आफ्नो फिल्डहरूतिर जुन जुन जस्तै तपाईँहरू कोही साइन्स विद्यार्थी हुनुहुन्छ होला, आफ्नो फिल्डमा पढाउनुहोस्, रमाउनुहोस्, त्यसरी नै जिन्दगीलाई रमाउने प्रयास गर्नुहोस् जुनसुकै क्षेत्रमा हुनुहुन्छ। अनि तपाईँहरू इङ्ग्लिस हुनुहुन्छ, लिटरेचरहरू लेख्नुहोस्, भनेको चाहिँ टुरिस्टहरूलाई गाइड गर्नुहोस्। अनि हाम्रो म्यानेजमेन्ट हुनुहुन्छ भने ब्याङ्किङ सेक्टरमा भेज्नुहोस् होइन। तपाईँले निजामती सेवा नै यो चाहिँ एउटा लई देख्छु कि चाहिँ यो विद्यार्थीहरूले बुझेर कि +2 गरिरहेको छ र लोकसेवा भेटिरहेको छ, खरिदार भयो, सुब्बा भयो, यो मात्र जिन्दगी त होइन नि त। उसले चाहिँ कति बुझ्यो, उसको जीवन स्तर कुन लेभलमा लाने भन्ने कुराहरू चाहिँ डिटरमाइन गर्ने हुन्छ। अब हाम्रो शाखा अधिकारीको लागि चाहिँ के तयारी गर्नुपर्छ भनेको हाम्रो चाहिँ फोर्थ 4वटा चरणहरू हुन्छ नि। भनेको पहिलो, दोस्रो, तेस्रो, 14 भनेको चाहिँ हाम्रो चाहिँ नलेज टेस्टिङ भयो भने, अर्को चाहिँ स्किल टेस्ट र चाहिँ हाम्रो ग्रुप डिसिसन, अर्को चाहिँ इन्टरभ्यू भनेको चाहिँ अन्तिम चरणमा हुने क्रियाकलापहरू भयो। अब शाखा अधिकारीको पहिलो चरणको रूपमा रहेको छ जिके, आइक्यू र इङ्ग्लिस। जिके 50वटा सोध्छ, इङ्ग्लिस 20वटा सोध्छ, अनि आइक्यू चाहिँ 30वटा सोध्छ। भनेको आइक्यू लेभल चाहिँ एकदम हाई। भनेको हाम्रो कन्सेप्ट कस्तो हुनु पऱ्यो भन्दाखेरि शाखा अधिकारीले सोध्ने आइक्यू लेभल भनेको चाहिँ एकदम स्ट्यान्डर्ड लेभलको हुन्छ। जुनसुकै प्रोब्लम नै ट्याकल गर्ने गरी उसको चाहिँ आइक्यू सोधिएको हो भन्ने चाहिँ त्यो विद्यार्थीले बुझेर पढ्यो भने उसले बुझ्यो होइन। नभए चाहिँ 2को स्का 4 हुन्छ, अथवा चाहिँ 15को स्का 225 हुन्छ। यसलाई चाहिँ यसरी गर्नुपर्छ भन्ने धारणा मात्र लिएर उसले बुझ्यो अथवा इन्टरनलाइजेसन गर्न सकेन भने चाहिँ उसले चाहिँ न जिके बुझ्छ, न आइक्यू बुझ्छ, न इङ्ग्लिस बुझ्छ, न चाहिँ रिटर्नै बुझ्छ। जब चाहिँ उसले इन्टरनलाइज गरेर पढ्न सुरु गर्छ नि हो, जब इन्टरनलाइज हुन्छ, तपाईँहरू कुनै ठाउँमा जानुहुन्छ, जस्तो चाहिँ कुनै बाटोमा हिँड्दै हुनुहुन्छ भने त्यो बाटोको चाहिँ तपाईँले त्यहाँनिर बोर्ड लेख्या हुन्छ, अनि यो किन लेखे होला, अनि त्यहाँनिर खोला भागे हुन्छ। यो खोला चाहिँ खोलाको नाम चाहिँ कसरी, यो चाहिँ कहाँ गएर मिसिन्छ होला भनेको त्यसरी इन्टरनलाइजेसन गर्नु पऱ्यो कि। अनि कुनै सेवा गराइ देख्नुहुन्छ, उसको सेवा गराइको पिरमर्का कस्तो हुन्छ, तपाईँ चाहिँ जस्तो चाहिँ जिल्ला प्रशासनमा जानुभयो, त्यहाँ नागरिकता बनाउन जानुहुन्छ होइन। नागरिकता बनाउँदाखेरि चाहिँ त्यो साइन गर्ने चाहिँ को हुन्छ भनेको चाहिँ हाम्रो प्रमुख जिल्ला अधिकारीले चाहिँ अधिकृत स्तरका कर्मचारीहरूलाई अधिकार निक्षेपण गरेका हुन्छ, अधिकार प्रत्यायोजन गरिरहेको हुन्छ, स्वयं रूप चाहिँ काममा हुनुहुन्छ। त्यसरी कार्य प्रकृतिलाई चाहिँ तपाईँले इन्टरनलाइजेसन गर्ने, म पनि भोलि बिहान त्यो ठाउँमा जाने हो भनेर चाहिँ यस्तोरी काम गर्नुपर्ने हुन्छ। अब रिटर्न भनेको चाहिँ हाम्रो अलिकति चाहिँ त्यसले जिके, आइक्यू त्यसरी पढ्ने। जिकेलाई चाहिँ हाम्रो चाहिँ एकदम इन्टरनेसनल भनेको स्ट्यान्डर्ड पढ्ने के भनेको चाहिँ जस्तो चाहिँ सबै पढ्नुपर्छ भन्ने लाग्दैन मलाई। त लोकसेवामा त्यस्तो गहन हुने छैन। म गहन अध्ययनको आवश्यकता पर्छ, एक लेभलको चाहिँ नलेज चाहिन्छ होइन। त्यसलाई चाहिँ अब एक्सप्रेस गर्ने चाहिँ छुट्टै लेभलको भएपछि चाहिँ काम गर्न सकिन्छ। अनि आइक्यू म्याक्सिमम प्र्याक्टिस गर्ने, इङ्ग्लिसहरूको भोकाबुलरी अनि ग्रामेटिकल अनि प्यासेज आउँछ, तिनीहरूलाई चाहिँ ट्र्याकल गर्ने, आफ्नो क्यापेबिलिटी चाहिँ बिल्डअप गर्ने जाने भनेको हाम्रो जीवन नै सिकायो। जति प्र्याक्टिस गऱ्यो हामी उतिहरू नै दक्षता हासिल गर्छौँ। अनि जिके भनेको चाहिँ हाम्रो चाहिँ स्कुल लेभलदेखि नै हामीले चाहिँ जिकेको अभ्यास गरेकै हुन्छौँ, स्कुलमा चाहिँ पढाउँदा। त्यही कुरालाई चाहिँ अलिकति स्ट्यान्डर्ड लेभलमा चाहिँ बिल्डअप गर्ने हुन्छ। अब त्यसै गरी रिटर्न भनेको चाहिँ म्याक्सिमम 10वटा क्वेसन, 10 मार्क्सका 3वटै पेपरमा त्यसरी आउने गर्छ। अनि फर्स्ट पेपर, सेकेन्ड पेपरमा चाहिँ शासन प्रणाली, शासनको व्यवस्था, शासन सम्बन्धी चाहिँ हामीले बुझ्नुपर्ने रहन्छ। यस सम्बन्धमा शासन के हो, शासन भनेको चाहिँ के रहेछ भन्ने कुरालाई इन्टरलाइज गर्ने। त्यसमा चाहिँ संविधान कसरी युज हुन्छ, त्यसमा प्रशासनिक संरचना, राजनीतिक संरचनाले चाहिँ कसरी काम गर्छन् र कुनै पनि देशको शासन सञ्चालन गर्न भन्ने कुराहरूलाई इन्टरलाइज गर्ने। अनि सेवा प्रवाह चाहिँ कस्तो हुनुपर्छ भनेको चाहिँ यो सेवा प्रवाहको विषय किन राखियो। अनि हाम्रो चाहिँ मानव स्रोत व्यवस्थापन भनेको सङ्गठन अथवा चाहिँ सङ्गठन संरचनाको लागि चाहिँ कसरी मानव स्रोतको आवश्यकता पर्छ भन्ने कुराहरूलाई चाहिँ इन्टरनलाइज गरेर चाहिँ पढ्नु पऱ्यो क्या। भनेको चाहिँ त्यहाँले लोकसेवा छ भनेको चाहिँ खालि के छ भन्दाखेरि चाहिँ अवधारणागत कुराहरू, डिफिनेसन, अनि प्लस समस्या के छ, समाधानको उपायहरू के छ, र नीतिगत व्यवस्था र संस्थागत व्यवस्था के छ भनेर चाहिँ यसरी सबै कुरालाई चाहिँ इन्टरनलाइजेसन गर्दै चाहिँ हामीले चाहिँ प्र्याक्टिकल युज गर्न सक्यो भने चाहिँ शाखा अधिकारी तयारीलाई एकदम सकिन्छ। म्याक्सिमम चाहिँ रिटर्नमा चाहिँ अलिकति प्र्याक्टिस गर्नुपर्ने हुन्छ। एकदम हाम्रो थर्ड पेपर चाहिँ अलिकति चाहिँ करेन्ट इस्युसँग चाहिँ भिज्नुपर्ने हुन्छ। भनेको चाहिँ समसामयिक मामिलाहरू के छन्, अनि त्यसमा आर्थिक पक्ष, आर्थिक विद्या, आर्थिक विकासका पक्षहरू, अनि हाम्रो वैदेशिक रोजगारी, वैदेशिक ऋण लगायत वैदेशिक सहायता, वैदेशिक अनुदान, यो सम्बन्धमा चाहिँ अलिकति टिप्स नलेजहरू चाहिन्छ। जुन चाहिँ हामीले स्किल लेभलमा नि अलिक न्यून भएर हुन्छ। यो आर्थिक पार्ट चाहिँ अलिक गर्छ।
अनि हाम्रो चाहिँ विकास सम्बन्धी मामिलाहरू, त्यसै गरी वातावरण सम्बन्धी मामिलाहरूलाई चाहिँ इन्टरनालाइजेसन गर्ने ठ्याक्कै हाम्रो नेचरमा जस्तो नि त्यसरी पढ्दाखेरि चाहिँ सहज छ। फोर्थ पेपरमा चाहिँ हाम्रो प्रशासन कस्तो छ, अनि राजस्व प्रशासन कस्तो छ, लेखा प्रणाली कस्तो छ, अनि संसदीय कानुन प्रक्रिया, कानुन निर्माण प्रक्रिया कस्तो छ, त्यसरी बुझेर चाहिँ हामीले अध्ययन गऱ्यौँ अथवा त्यसलाई चाहिँ इन्टरनालाइजेसन गर्दै पढ्यौँ अथवा त्यसलाई चाहिँ एक्सप्रेस गर्न चाहिँ बानीको विकास गऱ्यौँ भने चाहिँ हामी शाखा अधिकृत हुनु त्यति गाह्रो छैन।